हे हेप्ने थिएन नजिकै भए त नजिकै भए त छोरा पाउँथ्यो यो ज्यानलाई लए थाल छोडेर के खानु दुनामा के खानु दुनामा मेरी बुढी देखिनौ कुना हे भुलिहाल्यौ लाउँदा नि धेरै गुण लाउँदा नि धेरै गुण ए भगवान बुढी कि आमा हुन् ए चित्त दुख्छ उनको नि मन हो उनको नि मन हो दुई जिउको छिन प्याच नभन भाले गर्छौ लुछारा चुडी हो लुछारा चुडी हो तर यिनी इन्द्रेको बुढी ए माने छैन केही कुरा घिन अहिले केही कुरा घिन अहिले जसको भयो नि मैसँग छिन अहिले बोल्नै पर्यो मन नलाइ नि जस्तो बानी हुन्छ अब तँलाई दसैँलाको रहेछ भाइ तँलाई नि रहेछ भाइ तँलाई नि कता पन्छाम भएको थियो मलाई हे कि त अपमान गरेथ्यौ महिलाको हरिबिजोग थियो भन्थिन् पहिला हे राम्रो हुन्थ्यो सबै पाठ सिक्ने थियो सबै पाठ सिक्ने थियो मसा फेरि घरैमा टिक्ने थियो काली बारे दाइ श्रीमतीको बर पाएको छैन शिला पनि टिकिनन् 3 महिना हे अहिले काले के लाउनन् ती उन्दाई श्रीमतीलाई नठान्नुस् पिउन्दा लौन प्रभु अचम्मै सुनियो तैँले झैँ त धुन्न मगुनियो ए केटी खोज्ने रस भएको गालाको शासन लाउने बाजेका पालाको काली बारे दाइ चोर बिरालो झैँ गरी आएको छ टाटेको नि सवारी भएको छ दाइहरूको नाक चाहिँ नकाटे भाइ भाउजूसँगै बस्न गोटाटे भाइ राख्छ भनी यसैले साथमा मलाई पहिले थाहा थियो क्या यसैले साथमा घरमै काँडा लगाइदिएछु हातमा अहिले आएर भाउजूसँग जोड्छ ढिलो आउने देख्यो कि रिस उठ्छ गर्छु काम दाजेरै मार मलाई बुढी नभन है खबरदार यिनलाई हेप्न सक्दैनन् अरूले ठिक गरे हुन् बजाउनेहरूले बुढेसकालमा खुसी चाहिँ बनाम दाइ अबदेखि भाइ बहिनी बनाम ए मैले पर्छ यिनको उमेर भन्न इन्द्र साथी सिलाती झ्यापन